लोड सेडिङ कुलमान घिसिङ हटेको 1 हप्तादेखि नै पटक पटक बत्ती बिग्न थालेको छ र त्यो यो हलमा बसेको कसैले पनि होइन भन्न सक्दैन। छ भने एकजना कसैले हात उठाउनु होला, छ भने तपाईँहरूले भन्नुभयो, तपाईँले पनि भन्नु पटक पटक सुन्नुहोस्, चैत्र मसान्तसम्मको डाटा दिए त्यो स्मार्ट मिटर चेक पटक पटक जान्छ। जुन तपाईँले अहिले क्यारेट र स्टिकको कुरा गर्नुभयो, तपाईँले स्टिक त झन् त्यो महिनामै होइन, जुन हप्ता दिनै नगर्दै बत्ती तिर्ने बत्तीको पैसा महसुल तिर्नेहरूलाई चाहिँ स्टिक दिनु भयो कि भन्दा लोड सेडिङ गरेर बत्ती निभाएर के त भन्दा थालिसकेको जेनेरेटरहरू खोज्न परेको छ, जसले बेचिसकेको जेनेरेटरले किन्न जान परेको छ, जसले इन्भर्टर फ्यालिसकेको उसले फेरि किन्न जान परेको छ होइन। अनि जसले इन्डक्सनमा भात पकाउन थालेको उसले फेरि ग्यास चुलो किन्न परेको अवस्था छ। हेर्न जानुहोस्, बुझ्न जानुहोस्, बजारमा सेल चाहिँ ग्यास चुलोको सेल्स बढाएको छ, इन्डक्सनको होइन। जेनेरेटरको सेल्स बढाएको छ, भ्याक्युमको सेल्स बढाएको छ होइन। दुःख पाएको छ र भुक्तो भोगी म आफै हो होइन। यो किन भइरहेछ? जुन क्यारेट र स्टिकको कुरा गर्दाखेरि राम्रो गर्ने समयमा पैसा तिर्ने त सर्वसाधारण ग्राहक हो नि। जरिवाना पर्ला भनेर दौडी दौडी तिर्नुहुन्छ, मेरो बाटो एक दिन नाग्ला भनेर दौडी दौडी पुग्नुहुन्छ। म कुपन्डोल गर्छु, गुसिङाल तपाईँको बाटो ठ्याक्कै 200-300 मिटर पारी बुल्चोकमा गएर तिर्नुहुन्छ। अनि लोड सेडिङ भइराखेको छ, तपाईँले छैन भन्नुभयो, तपाईँ एक्लै हात उठाउनुभयो। तपाईँले तपाईँका मञ्चमा बस्नेले उठाएर भएन, यहाँ पत्रकार मित्र र यहाँ फ्लोरमा बस्नेले उठाउनु पर्यो क्या, मिलेकै छ। ल हेर्नुहोस् किन मिलिरहेछ यसरी, जनतालाई यस्तो त हेर्न पाइएन नि होइन। बत्ती किन मिलिरहेछ र तपाईँले त्यो डेडिकेटेड जन लाइन लगाएको सुन्नुहोस् न, उठाउन सक्दिनँ यो भन्नुहुन्छ होइन। उनीहरूको लाइन काट्न सक्नुहुन्न भन्नुहुन्छ। अनि जनतालाई चाहिँ नि लाइन काटिदिनु, सबैजनालाई काटिदिनु। आज बिहानै पनि आधा घन्टा मेरो घरमा बत्ती निभेर मेरो मोबाइलै चार्ज गर्न पाएन, बुझ्नु भएन। यो समस्या बत्ती बिना 15 मिनट निभोस्, आधा घन्टा निभोस्, ब्याकअप त चाहिने नै हुन्छ, किन्नै पर्ने हुन्छ, दुःख त पाउँछ। बत्ती जस्तो चिज कन्टिन्यू त हुनु पर्यो नि। र तपाईँले जतिसुकै होइन भने पनि यहाँ पत्रकार जो हुनुहुन्छ सबै हुनुहुन्छ, कसैले बोल्न सक्दैन होला, भन्नुहोस् तपाईँले। उहाँले हात उठाउँदै हुनुहुन्छ, ल भन्नुहोस्, लिनुहोस् माइक। जान्छु बत्ती जान्छु कुलमान घिसिङ हुँदाखेरि बत्ती नै मिला छैन भनेर मैले कहाँ भनेर मलाई बोल्न दिनुहोस् होइन। यसो गरौँ न, तपाईँको घरमा स्मार्ट मिटर छ तन्डुकाजी? हजुर, तपाईँको घरमा अहिले स्मार्ट मिटर छ पक्कै पनि? स्मार्ट मिटर छैन मेरो, खाना लगायो कुपन्डोल गुसिङगाल लागेको छैन होइन। तपाईँको अब तपाईँ जस्तै अब यता महाराजगञ्ज बानेश्वरमा पनि त होला नि, उहाँहरूको घरमा स्मार्ट मिटर छ? खमेलमा छ स्मार्ट मिटर होइन, रत्नगरमा पनि छ, बानेश्वरमा बागबजारमा पनि छ, यहाँ महाराजगञ्जमा पनि छ स्मार्ट मिटर छ नि। स्मार्ट मिटरको डाटा एकजना साथी तपाईँको होला यतातिर माग्नुहोस् र हेर्नुहोस् त, यो गुणगान गएपछि बढ्या हो होइन, गर्नुहोस् न। सुन्नुहोस् न, म सोसियल मिडियामा तपाईँको स्क्रिन टाइम आई डोन्ट नो, पत्रिकामा आएको अनुसारले इन्डियामा आइपिएल भएको भनेर भन्यो। आइपिएलको 18औं संस्करण हो यो। म आफै क्रिकेट खेलाडी प्लस क्रिकेट लभर, हरेक संस्करण हेर्छु। के हुन्छ थाहा छ, उल्टो बत्तीको कन्जम्सन घट्छ त्यो बेलामा। जस्तो उदाहरणको लागि आइपिएलको गेम भएको बेलामा म पसल बन्द गरेर घर जान्छु नि, 500 वाट मेरो पसलमा चल्थ्यो, घरमा 50 वाटको टिभी मात्रै चल्छ। इन्डियामा पनि आइपिएल हुँदाखेरि खपत बढ्ने होइन, घट्छ। उद्योग कल कारखाना त्यो बेलामा बन्द हुन्छ, सबैजना क्रिकेट हेर्छ। क्रिकेट भनेको त 50 इन्चीको टेलिभिजनले कति खान्छ, 150 वाट। कारखाना चल्दा कति चल्छ, बत्ती त झन् आइपिएल चल्दाखेरि त्यहाँ कन्जम्सन घट्छ। तपाईँले भन्नुभएको कुरामा हाम्रो सहमति छैन। बर्खाको सिजनमा हावाहुरीमा हाम्रो रेडियल लाइनहरू छ, ट्रान्समिसन लाइनबाट बत्ती तानेर कहाँ